नमस्कार प्रणाम स्वागत है सब जनता काज कार्यक्रम खोतला संबंधी अजय यादव देख रहा मनी गड़ी माई टीवी। आज बनी सन 12 के कल उप महानगरपालिका में महिनवारी स्वच्छता दिवस के अवसर में महिनवारी स्वच्छता ओकरा महत्व के बारे में वक्तृत्व कला प्रतियोगिता कल उप महानगरपालिका स्वास्थ्य शाखा में भैल, जिसमें कल उप महानगरपालिका भीतर में रहल मावी स्कूल के विद्यार्थी सबके सहभागिता रहा, जिसमें विद्यार्थी सब कुछ फर्स्ट सेकेंड और थर्ड के नहीं, फर्स्ट विद्यार्थी के 1000 पुरस्कार दिल गई बा, एने सेकेंड वाला के 8 से, थर्ड वाला के 7 से करके 57 पुरस्कार भी दिल गई बा। कुछ लोग से सहभागी लोग से भी परिचय लेम पूछेम कि के फर्स्ट कला। नाम बताइए अपन। रेखा कुमारी पटेल। घर कहाँ पर? बलिरामपुर। कौन स्कूल पढ़े रहे? अपने कथी कले बनी ये आज जो स्वच्छता अभियान जो महिनवारी के स्वच्छता सुख महत्व के बारे में भनेको छु। कथी कहले रहनी ये बात बताई त। महिनवारी स्वच्छता भनेको के हो त्यसको बारेमा भनेको थियो। हाँ, महिनवारी भनेको के हो भने महिनवारी भनेको एउटा प्राकृतिक दिन हो, ईश्वरले दिनुभएको त्यो हामीलाई त्यो पुरस्कार हो। त्यो महिनवारी हुँदाखेरि हामीहरूलाई गाउँ समाजमा मान्छेहरू लाज र छुवाछुतको भेदभाव मान्छ, तर त्यस्तो गर्नु हुँदैन। हामीलाई महिनवारी हुँदाखेरि लाजको कुरा मान्नु हुँदैन, किनभने महिनवारी हुँदैन भने कुनै पनि महिला आमा बन्न सक्दैन। आमा बन्न सक्दैन भने हाम्रो सृष्टिको विकासै हुँदैन, विकासै हुँदैन भने कहाँ देशको विकास हुन्छ। अनि तपाईले कसरी यो यहाँ जुन जजमेन्टहरु गर्नुभयो कुन आधारमा गर्नु कस्तो लाग्यो तपाईलाई? मलाई धेरै राम्रो लाग्यो। म धेरै खुसी छु कि यस्ता यस्ता कार्यक्रम। यसभन्दा अगाडि तपाई कुनै कार्यक्रममा इन्भल्भ हुनु भएको थियो कि पहिलो चोटि हो? हजुर हजुर, धेरै चोटि भइसकेको छ मेरो। धेरै विद्यार्थी नर्भस हुन्छ, तपाई कस्तो पाउनुभयो आजको कार्यक्रम? आजको कार्यक्रम त मलाई धेरै स्वादो लाग्यो हजुर। अनि के भन्न चाहनुहुन्छ जो नर्भस हुन्छ त्यस्ता विद्यार्थीहरू सहभागी हुन चाहदैन त्यस्ता तपाईको साथीले के भन्न चाहनुहुन्छ? म आफ्नो त्यस्ता साथीलाई भन्न चाहन्छु कि प्लिज नडराउनु। हामीहरूलाई तपाईहरुलाई लाग्छ कि डर केही होइन। कुनै पनि स्पेसमा खडा हुँदाखेरि सम्झनु कि कसैलाई केही आउँदैन, मैलाई आउँछ। आफैले बुझेर भन्नु कि त्यहाँ बसेको मान्छेलाई केही आउँदैन, मलाई सबै कुरा आउँछ। त्यस्तो भएर निधक्क भएर आफ्नो कुरा प्रस्तुत गर्नुपर्छ। कति कक्षामा पढ्नुहुन्छ तपाई? 10 मा। 10 कक्षामा पढ्नुहुन्छ। एससी को कति तयारी गरिराख्नु पर्छ? एससी हजुर गइरहेको त छु, तर मेरो टार्गेट दूरसम्मको छ। अन्तमा भन्दिनु यो कला उप महानगरपालिकाको शिक्षालाई कसरी लिनुहुन्छ? पहिला भन्दा कस्तो छ? हजुर पहिला भन्दा मलाई त धेरै राम्रो लाग्यो। यही भन्न अन्तमा केही भन्न चाहनुहुन्छ हाम्रो गढीमाई टिभी मार्फत हेर्नुहुने दर्शकलाई केही भन्न चाहनुहुन्छ? म भन्न चाहन्छु कि प्लिज त्यो दर्शकहरूलाई पनि मबाट केही अटुटी भएको होला भने हजुरहरू माफ गरिदिनु होला। धन्यवाद। तपाईको नाम भन्नुहोस्। मेरो नाम चाहिँ राधिका शाह हो। म बसतपुरबाट आएको छु। कुन स्कुलबाट तपाई के कति नम्बरमा पढ्नुभयो यहाँ? म यहाँ यो आज स्वच्छतामा कति नम्बरमा? थर्डमा पढ्नुभयो। अनि कस्तो रह्यो आजको यो कार्यक्रम? धेरै राम्रो लाग्यो मलाई। यो यस अघि तपाई सहभागी हुनुभएको थियो कि पहिलो चोटि हो? पहिलो चोटि हो यो मेरो। अनि अनुभव कस्तो रह्यो यो? धेरै राम्रो। यो महिनवारी स्वच्छता सोको महत्व बारे प्रश्न पार्नु अलिअलि के यसमा? महिनवारी त यो प्राकृतिक प्रक्रिया हो जसमा महिलाको बासेबाट रगतहरू बग्ने गर्छ। यसको बारेमा आज त्यो कार्यक्रम थियो। आज महिनवारी स्वास्थ्य दिवस हो। अनि के भन्न चाहनुहुन्छ जो बुझेका छैन गाउँ दूरदराजका तपाईहरु विद्यार्थी हुनुहुन्छ त्यस्ताले कसरी बुझाउनुहुन्छ? के भन्न चाहनुहुन्छ? त्यो महिनवारी प्राकृतिक प्रक्रिया यसको कुनै छुवाछुत नगर्ने भनेर बुझाउन चाहन्छु कि यो सबै केटीहरूलाई हुन्छ। त्यो केटीहरूलाई भने यो संसारमा यदि जनसङ्ख्या बढ्न सक्दैन अनि बिस्तारै संसारबाट मानिसहरू लोप हुन पनि सक्छ। अन्तमा के भन्न चाहनुहुन्छ? तपाईहरु पनि व्यस्त धेरै साथीहरू गइसक्नुभयो, अन्तमा के भन्न चाहनुहुन्छ? अनि साथीहरूलाई के सन्देश दिन चाहनुहुन्छ? कि सबैजना यसको बारेमा आफ्नो गाउँघरमा आफ्नो समाजमा जनचेतना फैलाओस्। यही भन्न चाहनुहुन्छ? धेरै धेरै धन्यवाद। के हो? कुन स्कुलबाट हो तपाईँ? तपाईँ कति नम्बरमा पढ्नुभयो? के भन्न चाहनुहुन्छ? यही भन्न चाहनुहुन्छ? धेरै समयले नाम भन्नुहोस्। घर कहाँ हो तपाईँको? कुन स्कुलबाट तपाईँ सहभागी हुनुभएको थियो? कति नम्बरमा पढ्नुभयो आज यो? अनि यो यहाँ कति नम्बरमा तपाईँ? दोस्रो नम्बरमा पढ्नुभयो। अनि कस्तो महसुस गरिराख्नु भएको छ? दोस्रो सन्तमा पढ्नुभयो, दोस्रो नम्बरमा आउनुभयो, यति सहभागीमा कस्तो लागिरहेछ? अनि के सन्देश दिन चाहनुहुन्छ? महिलाहरूको देख्ने एक प्राकृतिक परिवर्तन हो। यो भएन भने हामीले धेरै हानि हुन सक्छन्।
महिवारी हुँदैन भने माने एक प्रकारको यो यस्तो छ कि यसलाई सबैले मान्नुपर्छ यही नै भन्न चाहन्छु के भन्न चाहनुहुन्छ अन्तमा तपाईँहरू पनि व्यस्त हुनुहुन्छ के भन्न सन्देश दिन चाहनुहुन्छ भन्छ कि आएको साथीहरूले जो आएको छैन त्यसलाई हिम्मत राख्नुपर्छ अनि अगाडि बढ्नुपर्छ डराएर अनि केही पनि हुन सक्दैन हिम्मत राख्यो भने असम्भव पनि कार्य सम्भव गर्न सक्छ त्यही भनेर यति व्यस्तका बाबु चारैजना समय दिनुभयो धेरै धेरै धन्यवाद दिँदै म प्रस्तुत आज बिदा हुन चाहन्छु नमस्कार प्रणाम जय गढी माई जय राष्ट्र जय जनता।